दर्शकबिन शक्तिका हातबाट खायो चतुरले निकै ठुलो कुटाई। अब भने पैसाको लालचमा आएर शक्तिलाई सबै कुरा भन्न लागेको बेला शक्तिले नै कुटिसकेका छन्। र अर्कोतिर दर्शकबिन शक्तिको बुढी जो चम्पा र चम्पालाई त्यहाँबाट गायब गरिसकेका छन्। र दर्शकबिन ती को हुन् तपाईहरुलाई थाहा नभएको कुरा हुन सक्छ। दर्शकबिन ती हुन् कमला। सायद मलाई लाग्छ कमलालाई हुनुपर्छ। र यो भिडियोलाई अन्तिमसम्म हेर्न भने पटक्कै नबिर्सिनुहोला। र दर्शकबिन नमस्कार अनि हार्दिक स्वागत गर्न चाहन्छु हाम्रो यस गणेश जैसी अफिसियल युट्युब च्यानलमा। र यो युट्युब च्यानलमा आज हामी कुरा गर्नेछौँ बुहारी भाग 228 र 228 मा के हुन्छ दर्शकबिन आउनुहोस् र यो भिडियोलाई पुरा हेर्न भने पटक्कै नबिर्सिनुहोस्। दर्शकबिन अब भने राम जित्न सक्ने सम्भावना छन्। र दर्शकबिन अब भने शक्ति निकै डराएको छ र शक्तिको त्यो चम्पा पनि गायब भएका छन्। र दर्शकबिन यता रामकी दिदीबहिनीहरू पनि निकै डराएर रामसँगै मद्दत गर्न आएका छन्। रामकी दिदीहरू मात्रै नभएर शक्तिका केटाहरू सब रामठाउँ आएका छन्। र दर्शकबिन यहाँ हेर्नुहोस् यो चम्पालाई नबोलिसक्ने दबाई खिलाएका छन्। र दर्शकबिन यसको त कुरै नगर्नुहोस् दर्शकबिन यसको प्लान भने खत्रै थियो तर यो चाहिँ अनसक्सेसमा पुगिसकेको छ। न यताको छ न उताको छ। गाउँका मान्छेले पनि यसलाई नराम्रो मानेका छन्। र दर्शकबिन रमेशले यतिखेर खेलेको चाल भने मलाई असाध्यै मन पर्यो। दर्शकबिन तपाईहरुलाई कस्तो लाग्यो यो चाल रमेशको। हेर्नुहोस् रमेशले अगाडि नै हल्का दुध महीमा उनले थोरै दबाई मिलाएर चतुरलाई दिएका थिए। जो दबाई बोल्न नसक्ने दबाई थियो। बोले पनि अरू मान्छेले सुन्न नसक्ने के बोल्यो। दर्शकबिन त्यतिखेर गाउँका मान्छेहरू सबैले थाहा थियो। त्यसपछि थाहा भइसकेपछि चतुर त्यहाँदेखि जान्छ। कहाँ जान्छ दर्शकबिन शक्ति ठाउँ जान्छ। र शक्ति ठाउँ गएर पनि के गर्नु दर्शकबिन रमेशले त त्यो दबाई खिलाएका थिए र त्यो दबाई खिलाएको चतुरले पछि सम्झिन्छ उही मलाई त यस्तै दबाई खिलाएको थियो म त अब केही बोल्नै सक्दैन भनेर भन्छ। र दर्शकबिन त्यतिखेर त्यहाँ शक्ति हेरेको हेरै हुन्छ। अब के बोल्छ खै कतिसम्म बोल्दो रहेछ यो मान्छे भनेर हेरिरहेको छ। अनि लास्टमा यसलाई त फ्याँक्दे मेरो छोरो भनेर उसलाई बिक्कीलाई भन्छ। र बिक्की त्यहाँदेखि लिएर कुटेर उसको चतुरको मुखसुख फुटाएर त्यहाँबाट फ्याँकिदिन्छ बाहिर। र दर्शकबिन यता भने राम निकै ठुलो प्लान सोचिरहेका छन्। रामलाई धेरै भन्दा धेरै गाउँका मान्छेहरूले पनि धेरै साथ दिएका छन्। र दर्शकबिन अब भने भिडियोको अन्तिमतर्फ आएका छौँ। दर्शकबिन यो भिडियो कस्तो लाग्यो प्रतिक्रिया दिन भने पटक्कै नबिर्सिनुहोला। हस्त धन्यवाद।